हाई गाइज वेलकम ब्याक टु माई च्यानल सुमिरा खरेल। आज चाहिँ म जाँदैछु गाइज, मेरो लास्ट एक्जाम छ आज डिबिएमएसको। आइएम सो एक्साइटेड प्लस नर्भस कि एक्जाममा के लेख्नु, तर आज म खुसी छु कि एक्जाम सकिँदैछ। अनि गाइज एक्जाम दिन हिँडेको घरमा एउटा पेन रहेन रहेछ। अब म गाइज पेन किन्छु यहाँनिर। गाइज आज म लास्ट एक्जाम भनेर चाहिँ खुसी भइरहेको छु होइन, तर अब कस्तो क्वेसन आउँछ थाहा हुँदैन। तर मैले कतिवटा पेन किनेँ, 2टा पेन किनेको छु। एउटाको आधी पनि सकिँदैन र, तर मैले किनेर चाहिँ 2टा पेन किनेको छु। अब गाइस म हजुरहरूलाई मेरो साथीहरूसँग भेटाउँछु। मेरो गाइस कति घाम, म छाता हाल्छु। यस्तो गोरी मान्छे डरेर काली हुने भए ल गाइस। अब म जान्छु ल, घामले अलिक बोल्न नसक्ने अवस्थामा पुग्यो। सो सन्नी डे हेर्नु त, आकाश पनि कति घाम लागेको। अनि यो बुक चाहिँ भाइको हो, साट दिनुपर्ने छ अनि यो पनि लिएर हिँडेको ल गाइस। विस मी अ बेस्ट अफ लक। आजदेखि 5th सेमेस्टर सक्यो। बाई गाइस। हावा चल्दैछ भनेर अब छाता नल्याएको म मरेँ घामले। गाइस मैले आज खासमा यो भ्लग चाहिँ किन बनाएको भन्दा नि मलाई एक्कासी भ्लग बनाउन मन लाग्यो क्या। मैले 1-2वटा त बिस्तारै बिस्तारै हाल्दै गएको थिएँ कि, तर म जहिले त हाल्दिनँ। आज 5th सेमेस्टरको हाम्रो लास्ट एक्जाम, आजदेखि 5th सेमेस्टर सक्यो। अनि मेमोरी पनि कलेक्ट हुन्छ होइन। अनि मेरो साथीहरूको रियाक्सन म भ्लग बनाउँदै जान्छु क्या तिनीहरूको अगाडि, अनि तिनीहरूको रियाक्सन के हुन्छ भनेर पनि मैले यो भ्लग बनाउँदै गएको गाइस। हामी यस्तो थियौँ हामी 5th सेमेस्टरमा भन्ने हुन्छ नि त एउटा होइन। कति 4वटा सेमेस्टर सकिसक्यो, अहिलेसम्म त्यस्तो केही छैन। अनि त्यही भएर आज चाहिँ मैले यो भ्लग बनाएको गाइस। घामले चाहिँ मलाई यस्तो पोलिसक्यो, तिमीले आज यस्तो हाफ लुगा लगाएको छ ल गाइस। मेरो डेस्टिनेसन आइपुग्न आँट्यो गाइस। म हजुरलाई यहाँबाट जुम गरेर देखाउँछु ल। अरू सबैजना सुनि त कलेजतिर जान्छ होइन, हामी चाहिँ उता रुखमुनि हो क्या। जहिले एकछिन मिटिङ नगरी हामीलाई हुँदैन। सबजना भइरहेछ न, म जान्छु ल भ्लग गर्दै। यिनीहरूले मलाई के भन्छन् अब गाइस। म चाहिँ अब आइसकेँ होइन। अब उनीहरूले के रियाक्ट गर्छ म हजुरहरूलाई देखाउँछु ल। सबैले हेर्दै अनि हेर्नु है गाइस, हेर्न सक्नुहुन्छ। से हाई गाइस। एक्जाम दिएर आए, डोन्ट स्पिक यु मोर। हेर्नु त यिनीहरू भेडा बाख्रालाई। गाइस मलाई यस्तो डर लागेको छ नि आज। हेर्नु न कस्तो कराउँछ गाइस। अनुहार मलाई जहिले कराउँछ, कति हेप्छ मलाई। म कति सहेर बस्छु न, हौ ढिलो भइसक्यो। कति सहेर बसेछु। ओइ आज तिम्रो मेरो ट्विनिङ भन्छ गाइस। हामी होस् भन्दिनँ ल गाइस, हामी गएको बाई गाइस। मलाई आजदेखि मेरो 5th सेमेस्टर पनि सकिसकेको छ। अब 1 हप्ता चिल गर्ने हो गाइस। अब म 1 हप्ता डेली भ्लग हाल्छु। हजुरहरूले सब्सक्राइब गर्नु होला है गाइस मेरो च्यानललाई गाइस। अनि म भाइको बुक पनि छाट्न भनेर गएको थिएँ, मैले बुक पनि छाटेर आएँ। अब मेरो एक्जाम सक्यो, अब घर जान्छु। हाई गाइज, गुड मर्निङ। हिजो म मेरो एक्जाम सकेको भनेर भ्लग बनाउँदै थिएँ होइन, भने इन्ड गर्ने बिर्सेछु। अनि यो चाहिँ हो नेक्स्ट डे गाइज। आज फेरि त्यही भ्लगलाई म कन्टिन्यू गरेर आज चाहिँ लास्टमा इन्ड गर्छु गाइज। अब म चाहिँ अफिस जान आँटेको, एक्जाम सक्यो, एउटा टेन्सन दूर भयो। तर अब अफिस त जानु पऱ्यो गाइज। अब म चाहिँ अफिस जानको लागि रेडी हुन लागेको। म रेडी भएपछि आउँछु गाइज। अब चाहिँ म अफिस जान लागेको होइन। हजुरहरूलाई यस्तो प्रब्लम हुन्छ कि हुँदैन कि आज म के लुगा लगाउँ भनेर गाइज सोच मनमा परेर कि मेरो लुगै छैन गाइज। अब म रेडी हुन्छु होइन। अनि मैले चाहिँ के सोचिरहेको छु भने मसँग 2टा बुक छ होइन। अब म यो युट्युब च्यानलमा चाहिँ अडियो बुक पनि हाल्न लागेको। अनि त्यस पछाडि अब त्यसको लागि त अलिकति कति भयो नि त मैले नहालेको भिडियो। अनि त्यो भिडियो नहालिसके पछाडि कस्तो त्यो फ्रिज भयो, टिकटकमा फ्रिज भएर जस्तो हुन्छ नि, युट्युबमा पनि त्यस्तो भ्यू चाहिँ आउँदैन क्या कति टाइम ग्याप भइसके पछाडि। अनि मसँग चाहिँ 2टा बुक छ होइन, म हजुरलाई देखाउँछु ल। मसँग चाहिँ यो 2टा बुक छ होइन गाइज, यो स्व भन्ने र यो सेल्फी भन्ने। अनि यो 2टा बुकमा चाहिँ म कन्फ्युज भइरहेको छु क्या कुन बुकको चाहिँ हालौँ भनेर। अनि मैले अलिकति रेकर्ड चाहिँ यसको पनि गरिसकेको छु। मैले पहिला नै अडियो बुकहरू हाल्दाखेरि पनि कतिजनाले चाहिँ कस्तो राम्रो कमेन्ट गर्नुभएको क्या, भ्युज पनि आउन थालेको थियो। तर फेरि मैले बिचमा यत्तिकै भयो क्या। अब अफिस भनौँ घर भनौँ के भनौँ यत्तिकै भएको थियो। अनि अब चाहिँ मैले फेरि हाल्न आँटेको छु।
अनि यो दुईवटा बुकमा हजुरले पढ्नु भएको छ कि छैन होइन। अब यो नामहरू यसो सुन्दाखेरि तपाईँलाई कुन चाहिँ यो चाहिँ राम्रो छ होला जस्तो लाग्छ कमेन्ट गर्नु ल। अनि यो सेल्फी भन्ने हो, अनि त्यसरी यो चाहिँ स्व भनेको मतलब माई सेल्फ भने जस्तो हो क्या। अनि भन्नु ल गाइज यो के हुन्छ। अब म रेडी हुन्छु गाइज, रेडी भएपछि भेटौँ ल गाइज। आई एम रेडी फर माई अफिस। आज चाहिँ हल्का इन्फर्मल भएर गइरहेको छु म। कस्तो राम्रो फिचर्स भेट्दा गाइज मैले मेरो फोनमा ट्र्याक हुन्छ फेस मतलब तपाईँले त्यसै ल गाइज। अब चाहिँ म अफिस गएको होइन। अब त्यस पछाडि आज हाम्रो एउटा सानो पोडकास्ट छ। सबैजनाले लास्टसम्म मेरो भिडियो हेर्नु होला। लाइक सब्सक्राइब कमेन्ट सेयर सबै थोक गर्नु होला गाइज। म गएको अब बाई। उही घाम लाग्यो उही जहिले एक्कासी म हिँड्छु होइन, अनि शीतल छ भनेर हिँडिरहेको हुन्छु कि एक्कासी घाम लाग्छ हेर्नु चाहिँ म निस्किने बित्तिकै घाम लाग्यो। अब केही गर्न सकिन्छ त। बाटो हेर्नु न गाइज एस्थेटिक नै म्याच गर्दैन क्या। यो निकाय सम्बन्धीसँग यो बाटो छिटो छिटो बनाउने यो हाम्रो यता घरतिरको सबतिरको बाटो बनेको छ कि हाम्रै घर अगाडिको बाटो जस्तै स्विमिङ पुल छ। प्लिज यो बाटो कसले बनाउने हो छिटो बनाइदिनु पऱ्यो, नत्र भए यहाँ मेरो एस्थेटिक म्याच भएन। यस्तो व्हाइट कलरको सुज लगाएर हिँडिरहेको छु, बाटो छ यस्तो, अनि केही भन्न मिल्छ हेर्नु त है झर्ना जस्तो भएको छ। अब म यहाँबाट म कसरी कट्छु होला त हेर्नु त। अति छ क्या, अति पनि अति नै पुरै अब खुट्टै डुब्छ। अब यहाँ ढुङ्गा टेक्दै हिँड्नुपर्छ। अब यति राम्रो भएर हिँडेको त मतलबै भएन नि। ल गाइज हेर्नु त है बाटो छैन त स्विमिङ पुल। अनि मेरो जहिले जुत्ता छिटो किन फाट्छ भन्छु, जहिले पानीमा यसरी क्याच क्याच भएपछि फाट्दैन त जुत्ता। अब हेर्नु त यता रोड छ यता छैन। सो प्लिज यो कसले बनाउने छिटो बनाइहाल्नु। ओए वाउ एक्कासी धरान जान मन लाग्यो। हेर्नु त गाइज हेर्नु त धरान देखिएको। वाउ ओइ कस्तो दामी मौसम होला झन् त्यहाँ आज। एक्कासी धरान जान मन लाग्यो अब। तर जिन्दगीले धरान होइन रुनै फिर्ता जाँदैछ मलाई। आइसकेको छु माइती घर क्याफेमा। गाइड अफिस जानुभन्दा अगाडि थोरै मेरो क्याफेको काम सकेर म अफिस जान्छु। यहाँ हाम्रो क्याफेको आन्टीसँग भेटाइदिन्छु हजुरलाई। उहाँ हुनुहुन्छ हाम्रो क्याफेको ओनर। हजुरहरूलाई चिया खाजा खाना कफी मटका चिया के खाना मन लाग्छ हजुरलाई आएर खान सक्नुहुन्छ गाइज। मेरो यहाँको थोरै काम सिद्ध्याएर चाहिँ म जान्छु गाइज अफिस। ल गाइज मैले हजुरहरूलाई अगाडि भनेको थिएँ हाम्रो सानो पोडकास्ट आउँदैछ एकजनासँग। पोडकास्ट भन्दा पनि चिटच्याट जस्तो होइन, सानो सर्टेन टपिकमा भनेर। र त्यसको लागि चाहिँ मैले उहाँलाई निमन्त्रणा गरेर यो कुर्सीसम्म ल्याइसकेको छु। हजुरलाई स्वागत छ पोडकास्ट। धन्यवाद मलाई यहाँ बोलाइदिनु भएकोमा सुनिरहेछु। थ्याङ्क यू। र हजुरलाई कस्तो फिल भइरहेको छ? के चाहिँ बोल्छु होला म जस्तो भइरहेको छ, के चाहिँ सोध्छु होला म जस्तो सोचिराख्नु भएको छ? अब तपाईँ जस्तो सोच्नु तपाईँले जे सोधे पनि मलाई जे हो जस्तो लाग्छ मैले त्यही नै भन्नु। अनि मेरो ओपिनियन हजुरको ओपिनियन भन्नु। हामी अब फर्दर क्वेसनहरूतिर लागौँ है। आर यु रेडी? यस आइम रेडी। ओके लेट्स स्टार्ट। र उहाँको लागि चाहिँ मैले 10-12वटा क्वेसनहरू चाहिँ रेडी गरेर ल्याएको छु, यो फोनमा छ। र हजुरलाई पहिलो क्वेसन रहेको छ हजुरको स्टुडेन्ट लाइफ भर्सेस रियल लाइफ एक्सपेक्टेसन चाहिँ कस्तो रह्यो? हजुरले स्कुल लाइफ सकेर चाहिँ मेरो कलेज लाइफ चाहिँ यस्तो हुन्छ होला भन्ने सोच्नु भएर त्यो एक्सपेक्टेसन मिट भयो कि त्यो एक्सपेक्टेसन मिट भएन त? मतलब कस्तो भन्दाखेरि एक्सपेक्टेसन्स भन्दाखेरि पनि त्यस्तो थिएन, किनभने अब 10 पास गरेपछि त अब थाहा हुँदैन नि त। ओके कलेज लाइफमा अलिकति फ्रिडम चाहिँ हुन्छ होला, अलिक थोरै पढ्नुपर्छ होला भन्ने हुन्छ नि त होइन। अब जस्तै अब हामी 10 लाइक स्कुल लेभलमा त अब हामी बिहान 9 बजीदेखि 4 बजीदेखि पढ्छौँ, 10वटा बुक जति हुन्छ। अहिले त बढी पनि होला, हाम्रो बेलामा त त्यत्रो हुन्थ्यो। अहिले 12वटा अहिले त 12वटा भएको छ अहिले, 12वटा चाहिँ भएको छ अहिले। ए ओके, अनि हाम्रो त त्यस्तो 12वटा त हुँदैन त होला हौ त्यति बेला त। ग्रामर व्याकरण ड्रइङ गरेर हुन्थ्यो होला। सो कलेज लेभलमा लाग्थ्यो, किनकि कलेजमा पुगेपछि
10-11 बजीसम्म त कलेज हुन्छ, त्यहाँदेखि यता झिक्कर पनि हुन्छ, रमाइलो जाँदा पनि हुन्छ जस्तो लाग्थ्यो। अब त्यो टर्म्समा हेर्ने अब जहाँ पनि जान पाइन्छ भन्ने टर्म्समा चाहिँ अब त्यो चाहिँ अलिकति कता कता मिट पनि भयो, किनभने मेरो एकदम थोरै साथी भए पनि 4-5 साथी भए पनि दे वर भेरी फन क्या, इट वाज फन टु ह्याङ आउट विथ देम। त्यसले गर्दाखेरि त्यो पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ एक्सपेक्टेसन्स मिट भयो, तर पढाइको हिसाबले हेर्दाखेरि चाहिँ भएन, किनभने कलेज भनेको झन् अप्पर लेभलमा भनेपछि अलिक धेरै मेहनत गर्नुपर्छ, धेरै पढ्नुपर्छ नि त, सो त्यो हिसाबमा चाहिँ भएन। तर जुन मैले मेबी साथीभाइहरू हुन्छन् फन हुन्छ भनेर चाहिँ त्यो चाहिँ भयो, साथीभाइ पनि धेरै नभए पनि 4-5 जना थियौँ, बट इट वाज फन। र हजुरलाई स्टुडेन्ट हुँदा चाहिँ सबभन्दा प्रेसरको कुरा चाहिँ के थियो? पढाइ नै, अभियसली पढाइ नै हो, सबैले हुने भनेको पढाइ नै हो। हजुरलाई चाहिँ मार्क्स भर्सेस स्किलमा चाहिँ कुन इम्पोर्टेन्ट लाग्छ? मार्क्स इम्पोर्टेन्ट हो कि हजुरको लाइफमा स्किल्स इम्पोर्टेन्ट हो? ओके, त्यो चाहिँ डिपेन्ड हुन्छ, किनभने अब हामी अब जस्तो नेपालमै बसेर केही गर्नु मन छ, नेपालमै बसेर केही गर्छु भने त अभियसली त एजुकेसन अनुसार पनि सर्टिफिकेट त म्याटर गर्छ होइन। अब होइन आफ्नै बिजनेस खोल्नु छ भने त मार्क्सले फरक पर्दैन, स्किल्स किनभने स्किल्स चाहियो नि त, अब आफूलाई नलेज चाहियो डिफ्रेन्ट कुराहरूको, सो त्यो डिपेन्ड हुन्छ क्या। अब बाहिर गएर काम गर्ने इच्छा छ, अब हुन्छ नर्मली हामी स्टुडेन्ट्सहरूको अब 12 बजीको हामी बाहिर जाने भनेर नै अहिलेको जेनेरेसनहरूको चाहिँ सोच हुन्छ। सो त्यो अब मार्क्स पनि मार्क्स भन्दा पनि एजुकेसन भनौँ न, होइन अहिले मार्क्स भनेर चाहिँ नगरौँ, बट त्यहाँदेखि एजुकेसन वाइज हेर्दाखेरि चाहिँ इट इज भेरी इम्पोर्टेन्ट होइन, एजुकेसन पनि इम्पोर्टेन्ट हुन्छ। हाम्रो एटलिस्ट बेसिक नलेज हुन त जरुरी हुन्छ नि त, अलिकति पढेको बाहिर काममै जाँदाखेरि पनि मान्छेले स्किल्स पनि हेर्छ, प्लस कुनै ठाउँमा चाहिँ एजुकेसन पनि हेर्दो रहेछ क्या, कतिसम्म पढेको चाहिँ के छ कसो छ भनेर। सो दुइटै म्याटर गर्छ, डिपेन्ड्स हुन्छ कि लाइक हामीलाई लाइफमा के चाहिएको छ। ल ओके, हामीले स्टुडेन्ट लाइफ र स्किल्स मार्क्सको कुरा गऱ्यौँ होइन। अब हजुर चाहिँ फ्रेन्डसिप चाहिँ यो जेनेरेसनमा कस्तो छ जस्तो लाग्छ हजुरलाई? हजुरको फ्रेन्ड सर्कल थोरै छन् कि धेरै सर्कलहरू छन् कि हजुरको कस्तो? मेरो फ्रेन्ड सर्कल चाहिँ एकदमै कम छ। अब मैले जेन्युनली मेरो कोही साथी छ भनेर भन्नु पऱ्यो भने चाहिँ फेरि साथी छ भन्नुलाई यो होइन कि साथी मात्रै होइन कि, त्यस्तो साथी जसले चाहिँ मलाई मेरो नराम्रो कुराहरू थाहा भएर पनि स्टिल मसँग छ क्या। जस्तो कि अब हुन्छ नि त सबैजनाले मिस्टेक गर्छ लाइफमा होइन, ठुलो गर्छ सानो गर्छ। सो मसँग चाहिँ एउटा त्यस्तो साथी छ जसले चाहिँ मेरो नराम्रो हुँदाखेरि पनि मलाई साथ दिएको छ, मेरो राम्रो हुँदा पनि साथ दिएको छ। स्टिल पनि अब केही त्यस्तो मेरो लाइफमा भयो नराम्रो भयो भने म उहीसँग सेयर गर्छु क्या। आई हेभ लर्न सो मच थिङ्स क्या। र हजुरलाई अर्को क्वेसन छ, हजुरले रियल फ्रेन्ड र फेक फ्रेन्ड चाहिँ कसरी चिन्नुहुन्छ आफ्नो लाइफमा? फर मी मेरो लागि भन्नु चाहिँ अब फर्स्टमा बोल्दाखेरि त त्यो भाइब्स हुन्छ, अनि त्यहाँदेखि बोल्दै गएपछि अब त्यो मान्छेले कतिको मलाई प्रायोरिटाइज गर्छ। अब लाइक मेरो अगाडि मात्रै कुरा नकाट्ने भएर मेरो अगाडि चाहिँ ठिक्क पर्ने पछाडि चाहिँ कुरा काट्छ कि होइन, त्यस्तो पनि लाइक सबै कुराहरू लाइक डिपेन्ड हुन्छ क्या। हजुर कस्तो खालको हुनुहुन्छ? सरी हजुर मैले काटेँ, एक्स्ट्रोभर्ट हुनुहुन्छ कि इन्ट्रोभर्ट हुनुहुन्छ? ओके, पहिला चाहिँ म एक्स्ट्रोभर्टै हो होइन, स्टिल पनि अब कसैसँग मेरो भाइब्स म्याच भयो भने चाहिँ जेनरली चाहिँ म मान्छेसँग लाइक बोल्छु होइन। अब ऱ्यान्डम मान्छे आएको छ भने पनि आई क्यान टक विथ देम होइन, त्यति चाहिँ ममा सोसलाइज गर्ने क्षमता चाहिँ छ। बट देन म दुइटै हो कि त एम्बिभर्ट समथिङ भनेर भन्छ, द्याट मिन्स त इन्ट्रोभर्ट पनि हो एक्स्ट्रोभर्ट पनि हो क्या, डिपेन्ड हुन्छ क्या। अब मै जस्तो मान्छे छ भने चाहिँ म एकदमै धेरै एक्स्ट्रोभर्ट छु होइन। इफ कोहीसँग मेरो भाइब्स म्याच गर्यो भने चाहिँ, बट देन कोहीसँग भाइब म्याच गरेन या अब कोही मान्छेसँग म फर्स्ट टाइम बोल्दैछु भने अब उनीहरूलाई मैले चिनेको छुइनँ भने चाहिँ आइम काइन्ड अफ इन्ट्रोभर्ट क्या। जस्तो खुलिहाल्न ऱ्यान्डम मान्छेहरूसँग या अब नयाँ मान्छेहरूसँग जस्तो खुलिहाल्न भ्यान्टै चाहिँ अहिले चाहिँ सक्दिनँ। पहिला चाहिँ एकदमै धेरै एक्स्ट्रोभर्ट हो, तर समय बित्दै गएपछि चाहिँ अहिले चाहिँ काइन्ड अफ। अनि त्यो यो फ्रेन्ड चाहिँ फेकै हो भनेर चाहिँ हजुरले कसरी मतलब त्योबाट नेगेटिभ एनर्जी आउँछ कि कसरी थाहा पाउनुहुन्छ? यस्तो लाइक अब फेक भनेर डाइरेक्ट नभनिहालौँ होइन, तर अब लाइक कस्तो भन्दाखेरि अब लाइक मलाई कस्तो ट्रिट गर्छ त्यसमा डिपेन्ड हुन्छ क्या। अब हुन्छ नि त कसैको केही कुरा हाम्रो चाहिँ त बुझ्दैन होइन, अब त्यो एकचोटि बुझ्दैन, दुईचोटि बुझ्दैन, तिनचोटि बुझ्दैन, तर 4चोटिसम्म पनि त्यो मान्छेबाट त्यस्तै खाले नै आइरहेको छ क्या। आयो भने चाहिँ अब म फेक चाहिँ भन्दिनँ, बट देन मेरो लागि चाहिँ ठिक रहेन रहेछ है यो मान्छे भन्ने त्यो एउटा भित्री नैबाट त मनबाट नै निस्किसकेपछि चाहिँ म
म आफै डिस्टेन्स मेन्टेन गर्छु क्या अनि अब आइएम अ काइन्ड अफ पर्सन होइन अब मान्छेहरूलाई हुन्छ नि कसै कसै चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ लाइक मान्छेलाई कट अफ गर्नु नसक्ने खालको हुन्छ क्या हुन्छ नि यत्रो वर्ष रहेछ यत्रो वर्ष हुन्छ नि बोलेको यस्तो उस्तो होइन म कसरी त्यसरी भ्याट्टा गर्नु छोड्नु जस्तो भनेर मान्छेलाई यत्रो टाइपको रिलेसन छ कति कुराहरू सेयर गरेको हुन्छ मेरै सर्कलको मान्छेहरू पनि त्यस्तै हुनुहुन्छ क्या लाइक अब एक दुईजनासँग पनि बोल्छु दिदीहरूसँग बोल्दाखेरि पनि त्यस्तो भन्नुहुन्छ क्या तर अब म चाहिँ कस्तो छु भन्दाखेरि 10 वर्षको फ्रेन्डसिप छ या 10 वर्षको जस्तो खालको रिलेसनसिप भए पनि अब त्यो मेरो मनमा एक्चुअली नै मेरो मनमा पऱ्यो भने चाहिँ म त्यो मान्छेलाई कट अफ गर्न सक्छु क्या भले मलाई त्यो मान्छे याद आओस् तर वेन इट कम्स फर्केर नहेर्ने हुन्छ नि त्यो म फर्केर हेर्दिनँ क्या यस्तो हुन्छ म भ्याट्टा पनि कसैलाई त्यसरी लाइक हुन्छ नि जज गर्ने या त्यसरी भ्याट्टा कोहीसँग रिलेसनसिप तोड्ने या एकचोटि मलाई चित्त बुझेर भन्नेमा मैले त्यो रिलेसन तोड्ने चाहिँ हुँदैन बट देन बार कसैले अब 2-3चोटि 4-5चोटि भइसक्यो त्यो मलाई हार्म गरिरहेको छ या मेरो फिलिङ्सलाई कन्सिडर गरेको छैन मलाई हर्ट भइरहेको छ भने चाहिँ म कट अफ गर्न सक्छु र भ्याट्टा पनि छोडिदिन सक्छु त्यो पछि चाहिँ र हजुरसँग हामीले हजुरको स्टुडेन्ट लाइफ रियालिटी पनि भन्यौँ अनि फ्रेन्डसिप पनि हेऱ्यौँ अब हामीसँग अर्को छ लभ क्रस र सिचुएसनसिप क्रस र लभमा चाहिँ के फरक छ जस्तो लाग्छ धेरै फरक छ जस्तो लाग्छ मलाई मतलब लाइक अब क्रस भनेको चाहिँ एउटा अट्र्याक्सन मात्रै हो जस्तो लाग्छ लभ भनेको त नि अब क्रस र लभमा त इट्स अ ह्युज डिफ्रेन्स छ ह्युज डिफ्रेन्स छ नि हौ मैले छुट्याउन सकिहाल्दैन अब कसै मलाई झट्टा हेरेर ओहो यार कस्तो राम्रो रहेछ यो मान्छे त भनेर भयो भने चाहिँ त्यो मेरो लागि चाहिँ अब मेरो लाइक पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ म चाहिँ त्यसरी भन्छ चाहिँ त्यस्तो लाग्यो भने चाहिँ अब त्यो आई फिल लाइक त्यो मेरो लागि क्रस हो क्या अब फेरि त्यसको मतलब यो होइन कि कसैलाई मैले कति राम्रो भनेको त क्रस हुन्छ भन्ने चाहिँ होइन तर अब हुन्छ नि लाइक त्यो मान्छेलाई हेरिरहेको जस्तो लाग्ने बोलिरहेको जस्तो लाग्ने अब त्यस्तो भयो भने चाहिँ क्रस हो जस्तो लाग्छ म चाहिँ त्यसरी डिफाइन गर्छु अनि लभ भनेको त लभको लागि त डिस्क्राइब गर्ने त धेरै तरिकाहरू छ क्या अब हजुरको वेमा चाहिँ कसरी डिस्क्राइब गर्नुहुन्छ त्यही त भनेको इट्स भेरी डिफिकल्ट टु एक्सप्लेन कसैलाई भन्नुपर्दाखेरि चाहिँ इट इज भेरी डिफिकल्ट क्या किनभने अब मलाई चाहिँ कस्तो भन्दाखेरि चाहिँ अब हुन्छ नि कोही मान्छेसँग अब लाइक रिलेसनसिपमा बसिसकेपछि चाहिँ अब डाइरेक्ट फ्युचर नै सोच्छ नि त्यही ओके यही मान्छेसँग चाहिँ लाइक हुन्छ नि म लङ टाइमसम्म बस्छु भनेर अनि लाइक डिपेन्ड्स क्या अब कस्तो भन्दाखेरि त्यो मान्छेले मेरो दुःखमा पनि साथ दिनु पऱ्यो सुखमा पनि साथ दिनु पऱ्यो एडभाइसहरू लाइक यस्तो नहोस् कि लाइक त्यो लाइक स्विट टक मात्रै नभएर लाइक अब एक्चुअलमै एकअर्कालाई ग्रोथ गर्नु पऱ्यो अनि त्यो मान्छेलाई यसो देख्दाखेरि लागोस् क्या मनमा पनि कि लाइक ओके ल यो मान्छेसँग चाहिँ म मेरो जिन्दगी कटाउन सक्छु चाहे त्यो यस्तो मान्छे पनि मेरो साइडमा छ है भने जस्तो चाहे त्यो राम्रो होस् नराम्रो होस् जसोसुकै होस् त्यो मान्छे लाइक मैले लाइफ कटाउन सक्छु भन्ने खाले हुनु पऱ्यो क्या अब एक्ज्याक्टली लभ नै भनेर त भ्याट्टा कसैलाई त्यसरी डिस्क्राइब गर्नु पनि गाह्रो हुन्छ अब इट्स लाइक फिलिङ्स भनौँ न अब लभ भन्दा पनि फिलिङ्स भनौँ न कि लाइक त्यो अगाडिको मान्छेले हामीलाई कस्तो फिल गराउँछ कि नट फर द सर्टेन टाइम मात्र होइन कि लाइक एकछिन आएर कुच गरेर अनि लास्टमा छैन आयो के गर्नु त्यो लाइक के भन्ने क्या अब त अनि हजुरको लाइफमा चाहिँ क्रस थियो कि अहिले छ कि के छ मेरो लाइफमा थियो मेरो लाइफमा अहिलेसम्म होइन यत्रो वर्षको भइसक्यो होइन मैले एक्चुअलमा कसैलाई क्रस भन्नुपर्दाखेरि चाहिँ एकजना मात्रै छ र हजुरलाई अर्को क्वेसन छ यो चाहिँ सर्टली ल ऱ्यापिड फायर जस्तो भन्नु न सिचुएसनसिप राम्रो कि टक्सिक रिलेसनसिप राम्रो सिचुएसनसिप अनि रिलेसनसिपमा बिगेस्ट रेड फ्ल्याग के हो हजुरको लागि के अरे ऱ्यापिड फायर भनेको कति धेरै आइरहेको छ क्या दिमागमा कुन मेरो लागि चाहिँ मेरो लागि भनेको त के अरे इमोसनल इन्टेलिजेन्स नहुनु लभ भन्दा सेल्फ लभ किन इम्पोर्टेन्ट छ दुइटै इम्पोर्टेन्ट आई लाइक अब इफ कोही हाम्रो लाइफमा छ जसले चाहिँ हामीलाई सपोर्ट गर्छ भने त लभ इज अल्सो गुड होइन राम्रो मान्छे भयो भने चाहिँ नराम्रो त होइन नि त सेल्फ लभ त झनै इम्पोर्टेन्ट भएर तर आफ्नो लागि आफ्नो मेन्टल हेल्थको लागि आफ्नो बडीको लागि भनेपछि हजुरको लागि चाहिँ लभ र सेल्फ लभमा दुइटै इम्पोर्टेन्ट छ दुइटै इम्पोर्टेन्ट छ मतलब सुरु यस्तो भनाइ छ नि एउटा जो मान्छेले आफूले आफूलाई माया गर्दैन त्यो मान्छेले अरूलाई गर्न सक्दैन भनेर क्या सो द्याट मिन्स कि फर्स्टमा त हामीले आफूले आफूलाई माया गर्नु पऱ्यो द्याट इज सेल्फ लभ एन्ड देन यसलाई चाहिँ हामीले अगाडि टाइटलमा राख्ने मिल्दैन
जसले आफूलाई माया गर्न सक्दैन त्यसले कसैलाई अरूलाई माया गर्न गर्न सक्दैन। सक्दैन। र अब हामी जाऊँ सोसियल मिडिया र रियालिटीमा। सोसियल मिडियाले हाम्रो लाइफ चाहिँ कतिको चेन्ज गरेको छ जस्तो लाग्छ हजुरलाई? धेरै चेन्ज गरेको छ, लाइक समथिङ केही एउटा धेरै चेन्ज गरेको छ। जस्तो कि हरेक कुरामा क्या हाम्रो लाइफको एक्सपेक्टेसन्सदेखि लिएर फ्रेन्डसिपदेखि लिएर रिलेसनसिपदेखि लिएर हाम्रो जेनरली लाइफमा पनि अब हाम्रो मान्छेको हुन्छ नि, हामीले देख्छ नि सोसियल मिडियामा कसरी कति धेरै लाइक ग्रोथ गरेर हुन्छ नि, 20-22 वर्षमा पनि कसैले होइन कत्रो घर बनाएर हुन्छ नि, हामी पनि सोध्छौँ यहाँ पुरै डिप्रेस्ड हुन्छौँ कि लाइक राम हामीले हामी 22 वर्षको भइसक्यो, मान्छेले के गरिसक्यो, मैले केही गर्न सकेको छैन भनेर। सो नेगेटिभ र पोजिटिभ इम्प्याक्ट दुइटै छ क्या छ हाम्रो लाइफमा इम्प्याक्ट। अरू चाहिँ त्यही चलाएर घर गाडी किनिरहेको छ, हामी चाहिँ त्यो चलाइ चलाइ मात्रै राखेको छ क्या, हामीले केही गर्नै सकेको छैनौँ भनेर। त्यो एउटा जसले पनि त्यो प्लेटफर्मको लाइक त्यो एडभान्टेज उठाउन सक्यो त्यो राम्रो। त्यही हो। यो सोसियल मिडिया चाहिँ एडिक्सन हो कि नेसेसिटी हो जस्तो लाग्छ हजुरलाई? एडिक्सन हो जस्तो लाग्छ हो। मतलब लाइक अब तपाईँ हामीले पनि कुरा गरौँ न होइन, हामीलाई एक दिन फोन छ नेट छैन भने हाम्रो कस्तो हुन्छ नि, हाम्रो टाइम उयो गर्न नै हामीले बिर्सिसक्यौँ क्या। हामी कसरी टाइम स्पेन्ड गर्ने, ल्या नेट छैन अब के गर्ने भनेर हामी टल्ल पारेर बस्छौँ क्या। हजुरलाई यस्तो हुन्छ कि हुँदैन? हजुरको केही फोनमा केही हेर्नुपर्ने पनि छैन, काम पनि छैन, तर लाइन पनि छैन, नेट पनि छैन भने हजुरलाई त्यो ग्यालेरी भए पनि हेर्नुहुन्छ कि हेर्नुहुन्न त्यस्तो म त त्यो एकदम रेयरली होइन, मलाई त केही लाइन जानु भयो भने झन् म के गर्छु थाहा छ, युजली कि त अब छुट्टीको बेला त म यसै पनि लाइक मलाई कुकिङ मनपर्छ त्यही भएर म किचनमै मेरो बास हुन्छ, नत्र भए म आनन्दले अलोन टाइम दिन्छु। मलाई त्यस्तो साह्रो अनेस्टली त्यस्तो साह्रो छटपट पुरै पागल मतलब लाइक हुन्छ नि के नै गरौँ जस्तो चाहिँ हुँदैन। सोसियल मिडिया बिना लाइफ चाहिँ पोसिबल छ? अब यो अब डिप्लोमेटिक आन्सर हुन्छ क्या, किनभने मलाई देखि दुइटै साइडको उयो भनिरहेको छ नि त। पोसिबल सोसियल मिडिया बिना कसरी हुन्छ हौ? हुँदैन नि होइन र, किनभने अब हामी लाइक सोसियल मिडियाजहरू छ र त मान्छेहरूसँग कनेक्ट गर्न सक्छौँ। अब त्यही हो क्या, सबै कुराको राम्रो पक्षहरू हुन्छ नि त। अब सोसियल मिडियाहरूमा मान्छेले कति अर्न गरिरहेको छ, बिजनेसेसहरू अहिले प्रायः जस्तो सोसियल मिडियाजहरूमा भइरहेको छ, अनि त्यो प्लेटफर्मले हामीलाई धेरै कुराहरू सिकाउँछ पनि। अब त्यो त हामीमा डिपेन्ड हुन्छ नि, अब हामीले राम्रो कुरा लिन सक्छौँ कि नराम्रो। सोसियल मिडियाले हामीलाई चलाउनु भएन क्या, हामीले चाहिँ त्यसलाई चलाउनु पऱ्यो क्या। हो त्यस्तो भयो भने चाहिँ अलिकति बेटर हुन्छ जस्तो लाग्छ। अब हामी जाऊँ मनी टक्समा। पैसा र ह्याप्पिनेसमा चाहिँ कुन चाहिँ प्रायोरिटीमा राख्नु? मनी लाइक अभियसली मनी इज ह्याप्पिनेस क्या। भन्ने मतलब यो भन्नु खोजेको होइन ए मान्छेलाई अब मलाई गोल्टी गर्नै छ भनेर त्यस्तो होइन। लाइक बेसिक निड्सको लागि पनि पैसा त चाहिन्छ नि त होइन। अब लाइक अहिलेको जमानामा त्यही पनि त आई डोन्ट थिङ्क कि मतलब सबै पैसा बिना त केही नै हुँदैन नि त। अब भन्छ नि मान्छे होइन, माया गर्ने मान्छे पनि होस् लाइफमा, खुसी पनि होस् र पैसा पनि होस् क्या। मेन प्रब्लम नै हुने भनेको पैसाले नै त हो मान्छेको। पैसा छ भने प्रब्लम छ। अब भोलि यो खानु पऱ्यो पैसा छैन, भोलि यहाँ जानु पऱ्यो पैसा छैन, अनि मान्छे त्यही दुःखी भएन त। सो या मनी इज भेरी इम्पोर्टेन्ट। हजुरको चाहिँ सेभिङ ह्याबिट छ कि स्पेन्ड ह्याबिट छ? मेरो स्पेन्डिङ आई गेस स्पेन्डिङ नै छ भन्छु म। मतलब सेभिङ्स पनि गर्छु, नगर्ने त होइन, तर हजुर स्पेन्डिङ पनि कस्तो कुरामा चाहिँ गर्नुहुन्छ? लाउन कि खान? स्पेन्डिङ पनि भनेको खानेकुरामा हुन्छ। खानेकुरामा? घुम्न पनि त्यस्तो नि हजुर हेर्न पनि हजुर खानेकुरामा स्पेन्ड गर्नुहुन्छ? एक्सक्युज मी, बडी सेभिङ नगरौँ यहाँ हामी पोडकास्टमा छौँ गाइस प्लिज। र बडी सेभिङ चाहिँ होइन त्यो त अब पार्ट अफ जोक होइन। स्टुडेन्टले चाहिँ अर्निङ गर्न चाहिँ स्टार्ट गर्नुपर्छ जस्तो लाग्छ कि के लाग्छ हजुरलाई? कि पढ्ने बेलामा पढ्ने मात्र, कमाउने बेलामा कमाउने मात्र, पढ्दै कमाउँदै जस्तो चाहिँ? होइन, आई फिल लाइक सानै उमेरदेखि इन्डिपेन्डेन्ट हुन सिक्यो भने इट्स भेरी गुड क्या। कमाउनु पनि पर्छ मतलब लाइक अब अहिले चाहिँ अब हाम्रो जेनेरेसन नै हाम्रो त्यसै जेनेरेसनमा छौँ नि त, जहाँ चाहिँ हामी कमाउँदै पनि लाइक पैसा पढ्दै पनि कमाउन सक्छौँ जस्तो लाग्छ। त्यो सबैजनालाई त्यस्तो पोसिबल नहोला। अब त्यो 9 to 5 नै जब गर्नुपर्छ भन्ने छैन। अब छ नि अघि हाम्रो कुरा गरौँ न लाइक सोसियल मिडियाजहरू, अब मान्छेले हुन्छ नि आफ्नो ब्लगिङ्सहरू हालिरहेको हुन्छ, गेमिङ्सहरू हालिरहेको हुन्छ, केटीहरूको लागि ब्युटी कन्टेन्टहरू हुन्छ, फुड ब्लग्सहरू हुन्छ, ट्राभल ब्लग्सहरू हुन्छ। आई थिङ्क त्यस्तो गऱ्यो भने पनि हामी गुड अमाउन्ट कमाउन चाहिँ सक्छौँ जस्तो लाग्छ। सो सबैजनाले त अब स्टुडेन्ट्सहरू पनि सबैजना त्यस्तो गर्दैन, तर एटलिस्ट गऱ्यो भने चाहिँ राम्रो, गऱ्यो भने चाहिँ धेरै राम्रो। हजुरलाई चाहिँ फाइनेन्सियल इन्डिपेन्डेन्स चाहिँ कति इम्पोर्टेन्ट छ जस्तो लाग्छ? मेरो लागि एकदम धेरै इम्पोर्टेन्ट हो।
म पर्सनली भन्नुपर्दाखेरि चाहिँ एकदम नै धेरै म मात्र नभएर सबै मान्छेहरूलाई हुनुपर्छ जस्तो लाग्छ। अब छोरा मान्छेहरू त अब यसै पनि उनीहरूको त अब पहिल्यैदेखिको हाम्रो चलिआएको मेन्टालिटी हुन्छ कि हो कि रेस्पोन्सिबल हुनुपर्छ हामी भनेर। त्यहाँदेखि छोरी मान्छेहरूको लागि पनि अनि तर मोस्ट अफ त्यो फिमेल्सहरू अहिले त त्यस्तो छैन, अहिले इन्डिपेन्डेन्ट नै हुनुहुन्छ, सबैले कमाउनु नै हुन्छ। सो इट इज भेरी इम्पोर्टेन्ट फर मी। त्यो एउटा आफूले कमाउन थालेपछि एउटा त लाइक हुन्छ नि आफूमा अलिकति प्राउड पनि फिल हुन्छ क्या। सो मलाई चाहिँ त्यो फिलिङ्स त्यहाँबाट ह्याप्पिनेस पनि मिल्छ, पैसा इक्वल टु ह्याप्पिनेस। 5,000 भए पनि 5,000 हेर्नु त के होइन नि त। हामी बाहिर गयौँ भने त 5,000 हामीले स्पेन्ड गर्नु कति पनि टाइम लाग्दैन क्या। तर पनि त्यही 5,000 नै कमायौँ भने पनि आफ्नो कमाइ भनेपछि त्यो डिफ्रेन्ट फिलिङ्स हुन्छ। त्यो फिलिङ्स त एक्सप्रेस गर्न सकिँदैन होइन, जुन चाहिँ मलाई चाहिँ मनपर्छ यसो यहाँ। र अब चाहिँ हामी लास्टतिर आइसकेको छौँ। थोरै क्वेसनहरू छ, म हजुरलाई सोध्छु। इफ यु कुड चेन्ज वान थिङ अबाउट यर लाइफ, हजुर के चाहिँ चेन्ज गर्नुहुन्छ? एजुकेसन गाइज, एजुकेसन इज भेरी इम्पोर्टेन्ट। म सब कुरा छोडेर पढाइमा ध्यान दिँदैन होइन। देन त्यो पनि अनि अर्को के भन्दाखेरि चाहिँ इजिली मान्छेलाई ट्रस्ट गर्थेँ क्या म। लाइक मेरो पास्ट सेल्फलाई चाहिँ भन्नुपर्दाखेरि चाहिँ म एकदम आई फिल लाइक म पिपल प्लिजिङ थिएँ क्या। बुझ्नुहुन्छ नि, लाइक सबैको मन बुझाउनु लाइक हुन्छ नि, बुझाउनु खोज्ने टाइपको। द्याट्स नट अ गुड थिङ पनि, नट ब्याड थिङ पनि भन्छु क्या म। तर त्यो कति लिमिटमा गरेको अब अरूको हेर्दा हुँदै आफ्नो मात्र भएन। सो त्यो हिसाबमा चाहिँ मैले आफ्नो फिलिङ्स एकदमै धेरै नेग्लेक्ट गरेको छु। म आफ्नो पास्ट सेल्फलाई चाहिँ यो भन्छु लाइक पिपल प्लिजिङ चाहिँ हुनु हुँदैन र आफ्नो लागि चाहिँ सोच्नु, आफ्नो लागि स्ट्यान्ड, आफ्नो लागि पनि सोच्नुपर्छ भनौँ न। आफ्नो लागि मात्र होइन, आफ्नो लागि पनि सोच्नुपर्छ। लभ म्यारिज कि एरेन्ज म्यारिज? लभ म्यारिज। वान सिक्रेट नोबडी नो अबाउट यु? त्यस्तो सिक्रेट अब आई डोन्ट हेभ एनी वान इन माई लाइफ। मतलब लाइक फ्रेन्ड सर्कलमा लग्यो भने नै कम छ भनेर त्यस्तो सिक्रेट्स त आई डोन्ट थिङ्क सो त्यस्तो केही छ होला। कसैलाई थाहा नै छैन मेरो लाइफको बारेमा, कसैलाई यसै पनि थाहा हुँदैन। म ओपन अप भएर कहिले पनि भन्दिनँ। सो त्यस्तो केही पनि छैन। बिगेस्ट लाई यु टोल्ड योर प्यारेन्ट्स? ओके बिगेस्ट लाई भनेर त्यही हो, मैले एउटा साथीकोमा जान्छु भनेर अर्को साथीकोमा म त्यही हो कहाँ घुम्न। अब त्योभन्दा बिगेस्ट त के नै हुन्छ त अब अहिले, त्यस्तो केही पनि छैन। त्यही हो साथीकोमा कोही साथीकोमा जान्छु, यहाँ घरमा जाने यस्तो यस्तो गर्ने भनेर भन्यो अनि यहाँ गयो आउटिङमा दिनु हुँदैन छ नि त पहिला पहिला त होइन। आफू चाहिँ कहाँ साथीहरूसँग रमाइलो गरौँ त्यस्तो चाहिँ भएको छ। त्यो गर्नु हुँदैन है त्यस्तो भनेर जानुपर्छ। तर सबैको प्यारेन्ट्सले दिनु हुँदैन नि त। इफ लाइफ वाज अ मुभी, टाइटल के राख्नुहुन्थ्यो? हजुरको लाइफ मुभी थियो भने? कभी खुसी कभी गम। धेरै टाइटलहरू राख्न सक्छु म अहिले, तर यहाँ भन्नु न, अर्को भन्नु न। अब त्यस्तो सोच्नै पर्छ यार। एउटा चाहिँ मेरो भ्याक्टर दिमागमा आइहाल्यो कभी खुसी कभी गम, बिकज त्यही त हो नि। कहिलेकाहीँ खुसी पनि हुन्छ, कहिलेकाहीँ अब डिफ्रेन्ट सिनारीहरू लाइफमा। हजुर चाहिँ धेरै दुःखी भएको बेला चाहिँ हजुर आफूलाई कसरी खुसी बनाउनु, कसरी खुसी राख्नुहुन्छ? हजुरको मेन्टल हेल्थमा त्यस्तो केही भयो भने त्यसलाई चाहिँ कसरी ह्यान्डल गर्नुहुन्छ? लास्टमा यो क्वेसन अनि चाहिँ हामी सक्छौँ। मेरो एकदम धेरै नराम्रो बानी छ अहिले चाहिँ होइन। पहिला पहिला चाहिँ म कस्तो चाहिँ भन्दाखेरि म कुनै कुराहरू मनमै लिँदिनँ थिएँ क्या। मलाई कुनै कुराले केही एफेक्ट नै गर्दैन थियो। म त के भयो भने ए भयो ए ल ओके भएछ भन्छु। त्यो मलाई त्यो कुरा म छोडिदिन्थेँ क्या। म त्यो कुरालाई धेरै आफूले आफ्नो फिलिङ्स हर्टै गर्नु दिँदिनँ थिएँ क्या। म केही कुरामा इन्भल्भ भइदिँदै अब कि त गेम्समा कि त केही न केही गरेर बिजी राख्थेँ क्या आफूलाई। अहिले चाहिँ मलाई धेरै गाह्रो हुन्छ। मलाई अहिले चाहिँ केही कुराले सानो कुराले पनि चित्त दुःख भने चाहिँ मलाई त्यो कुराबाट ओभरकम हुन धेरै टाइम लाग्छ। तर 2-3 दिन नै लाग्छ त। त्यो ओभरकम हुन चाहिँ के गर्नुहुन्छ? कि गीत सुन्नुहुन्छ कि एक्लै बस्नुहुन्छ कि फोन चलाउन छोडिदिनुहुन्छ कि म के गर्छु भन्दाखेरि चाहिँ नर्मली चाहिँ म त्यसरी फोनहरू चलाउँदैन। किनभने अहिले झन् कस्तो हुन्छ कि त हामीले रिल्सहरू चलायौँ भने हुन्छ नि जस्तो मुड हुन्छ त्यस्तै मुड आइरहेको हुन्छ क्या। म पुरै अब केही कुराले मलाई एकदम धेरै हर्ट गरिरहेको छ भने त्यही रिलेटेड आइरहेको हुन्छ। याद आइरहेको हुन्छ। अनि म घरमा छु भने चाहिँ कस्तो नराम्रो बानी छ कि घरमा छु भने चाहिँ म के गरिदिन्छु भन्दाखेरि कोही छैन केही छैन म दिनभरि सुतिदिन्छु क्या। कि त सुतिदिन्छु सुतिदिन्छु क्या। सुत्नु पनि धेरै गाह्रो हुन्छ होइन। तर पनि त गाना सुनेर सुतिदिन्छु अनि सुत्छु अनि उठ्छु अनि उठिसकेपछि माथि छतमा गएर आनन्दले एकछिन हावामा केही फोन केही नचलाइकन म नर्मली घरमा हुँदाखेरि चाहिँ त्यस्तै गर्छु। अब बाहिर भएपछि त अप्सन्स हुँदैन होइन। जस्तो लाइफ हाम्रो डेली लाइफ चलिरहेछ त्यसरी नै गर्नु चलाउनु नै पर्छ। बट त्यहाँदेखि घरमा हुँदाखेरि चाहिँ कि त म सुत्छु कि त म रातिको 2 बजे उठेर भए पनि रुम सफा गर्छु। त्यो मेरो नराम्रो बानी राम्रो भनेको नराम्रो भनौँ। बट
त्यस्तो बानी छ somehow हजुरको लागि त राम्रो Somehow. किनभने त्यहाँबाट डिस्ट्र्याक्ट हुनुभयो नि त म आफूलाई डिस्टर्ब गर्नलाई जे गर्न सक्छु म त्यही डिस्ट्र्याक्ट गर्छु। भयो हुनुभयो उतापट्टि यतापट्टि कोठा पनि सफा भयो कुरा पनि सफा भयो दुइटै काम भयो एकतिर चाहिँ दो निशान भयो अँ। सो त्यही हो म कि त कुकिङ गर्छु कि त सुत्छु अब डिपेन्ड सिचुएसन अनुसार अब घरमा अब मेरो मुड खराब छ घरमा मान्छे छ भने त म सुतेर बस्नु त मिल्दैन नि त सो या कि त कुकिङ गर्छु कि त आफ्नो लागि अलोन टाइमले फोन चाहिँ केही नचलायो मस्त हावा खायो अन्त त्यही मान्छे सोचेको चाहिँ भयो होइन झन् एक्लै बस्दाखेरि त कि त सुतियो त्यसरी कोपअप गर्छु अहिले चाहिँ म जस्ट एक्सप्रेस गर्दिनँ क्या दबाइदिन्छु क्या मनभित्र त्यो चाहिँ नराम्रो पाएन एक्सप्रेस गर्नुपर्छ आफ्नो फिलिङ्सहरू अगाडिको मान्छेलाई भन्नु भने त उनीहरूले पनि बुझ्छन् उनीहरूले नसुनाइकन मलाई यस्तो भएको छ भने भनेर उनीहरूले पनि कसरी थाहा पाउँछ अन्त राम्रो त होइन नि त उनीहरूले पनि मेरो मनको कुरा बुझ्न त मैले एक्सप्रेस त गर्नु Express पर्यो सो हजुरले हजुरलाई कुकिङ मनपर्छ भन्नु हजुर सबभन्दा मिठो खानेकुरा चाहिँ के पकाउनु बिरयानी कहिले खुवाउनुहुन्छ त? बिरयानी कहिले खुवाउनुहुन्छ त? जुरेकै छैन मेरो भेनालाई एकदम मैले बनाएको टमाटरको अचार एकदम धेरै मनपर्छ क्या त्यसले भेनालाई अनि बिरयानी पनि मनपर्छ हजुर नर्मली पिस्नुहुन्छ कि मिक्सरमा गर्नु मिक्सरमा पिसेको पनि छुट्टै स्वाद हुन्छ म प्रायः जस्तो खानेकुराहरू मिठो बनाउँछु भन्नुहुन्छ सबैले अब आफ्नो आफ्नो तारिफ त गरे होइन अभियसली गाई होइन तर पनि भन्दाखेरि जेनरली भन्दाखेरि चाहिँ सबैले मैले बनाएको मिठो भन्नुहुन्छ त्यस्तो नमिठो भन्नु चाहिँ भन्नु ल हजुरले बनाएको बिरयानी अर्कोचोटि खाने सर्तमा आजको हाम्रो पोडकास्ट चाहिँ यहीँ सकिन्छ गाइस अर्कोचोटि अर्कै टपिकमा हामी बिरयानी खाँदै आउँछौँ है बाई बाई बाई